गाईहरू दुईवटा टिफर एकैचोटि आएछ। त्यो टिफर चाहिँ उहाँ रोकिराखेको छ। उहाँ पर यहाँ एउटा चाहिँ यहाँ झार्न आँटिसके। गाईहरू हेर्नुहोस् है, हरे अगाडि बाटो बन्ने छ, हाम्रो त ड्रेन बन्दैछ यहाँ। झर्यो 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 झर्यो, घर बन्दा नि अग्लो हुँदैछ हौ। हेर्नु अस्ति त यहाँ तार सकेको थियो उतिरनिर त झर्यो है गाईहरू। यहाँ ढुङ्गा र माटो लिएर आएको छ, बाटो खुल्ला सबै झर्यो झर्यो झर्यो। आधी आधी गरेर झार्नु भएको छ होइन बुवा, होइन बुवा? आधी उता लाँदै अनि सार्दै, आधी उता लाँदै गर्ने भएको छ। एकैचोटि झार्नु भएको छैन गाईहरू। यहाँ चाहिँ झार्यो झार्यो फेरि झार्यो। अब चाहिँ लास्टो सबै झार्नु भयो, झार्नु भयो। खै फेरि सार्नु भयो त। 4 स्टेप गरेर एक स्टेप यहाँ, एक स्टेप त, एक स्टेप गरेर 4-5 स्टेपमा सबै खनाउनु हुन्छ। लास्टो झर्यो झर्यो, घर न अग्लो हुँदो रहेछ हौ। यत्रो बडामा झार्यो झार्यो सक्यो।